अङ्कल हजुरको नाम के हो? हजुर? अनि हजुर सुरुमा आउँदाखेरि हजुरको अवस्था कस्तो थियो? नाजुक भन्नाले कस्तो थियो हजुरको? हिँड्न नसक्ने थियो हैन? अनि आउँदाखेरि तपाईलाई कतिजनाले समातेर आउनु पर्थ्यो? दुईजनाले समातेर तपाईँ बल्ल बल्ल आउनु भएको थियो है? हजुर। अनि खाटमा पनि उल्टे पुल्टे पर्न पनि अप्ठ्यारो हुन्थ्यो नि? गाह्रो थियो। कस्तो गाह्रो थियो? धेरै गाह्रो थियो, पल्टिनै नसक्ने, धेरै दुख्ने। ए हजुर हजुर। अनि हजुरको अहिले अवस्था कस्तो छ? अलिअलि बाँकी छ। अहिले हिँड्न ओर्न सक्नुहुन्छ नि तपाईँले? त एकचोटि हिँडेर देखाइदिनु त। ल यतापट्टि हिँड्नु त। हो पहिला कसरी हिँड्नुहुन्थ्यो है? कसरी हिँड्नुहुन्थ्यो? ए यस्तो हुन्थ्यो? यस्तो हुन्थ्यो है तपाईँको सुरुमा? अहिले त मजाले हिँड्न सक्नुहुन्छ नि होइन? ल ठिक छ। अनि ल बस्नु त। अनि तपाईँले त्यसको लागि उपचार गर्नको लागि के गर्नुभयो त पहिला यहाँ आउनुभन्दा अगाडि? अलि ठुलो स्वरले बोल्नु ल। पहिला अनि यसको लागि के सुई हान्ने पनि गर्नुहुन्थ्यो? पहिला सुरुमा त सुई हानेको, पहिला सुरुमा यहाँ चाहिँ सुई चोक्नु लाग्यो, यहाँ चाहिँ औषधि नै गरेको सबै। हजुर गर्न लाग्यो सबै। हजुर पनि गरिनु लाग्यो, राम्रो लाग्यो। ए अहिले जोस् धेरै सुधार आएको छ है? धेरै सुधार आएको है? अहिले हिँड्न ओर्न सक्नुहुन्छ होइन? राति सुत्न सक्नुहुन्छ होइन त? है? सुत्नै नसक्ने है पहिला त सुत्नै सक्नुहुन्न थियो है? यतिकै बसेको म 2 दिन त यतिकै अनि यतिकै नि ए 2 दिन है? 2 दिन त म यतिकै ठाडै सिरक पछाडि हालेर राखेर यतिकै बसेँ। सुत्न पनि नहुने, पल्टिन पनि नहुने, उठेर हिँड्न पनि जानै नसक्ने। ए पहिलाको हेरिकन त अब धेरै नै सुधार भयो है? ल ठिक छ। अनि तपाईँ यस्तो सम्बन्धी बिरामीहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ है? ल यहाँको उपचार कस्तो लाग्यो तपाईँलाई है? हस् हस्। अनि तपाईँ कहाँदेखि आउनुभयो? ए यहाँको बारेमा कसरी थाहा पाउनु भएको थियो? ए जो प्यारालाइसिस हुनुहुन्थ्यो 15 दिनमै ठिक भएको थियो उहाँले भनेर अनि तपाईँले आउनुभयो है? ए ल हस् धन्यवाद।